सबैजनालाई गुड मर्निङ। के गर्दै हुनुहुन्छ? सबैजना खाजा खानुभयो, ब्रेकफास्ट गर्नुभयो। यो चाहिँ मेरो बिहानको भिडियो है। अनि हजुरहरूलाई एउटा कुरा सेयर गर्छु है, मेरो मनको कुरा। हजुरहरूलाई मासु बनाउनु भयो भने कस्तो चाहिँ खालको मासु मनपर्छ? एकदम डिप फ्राई गरेको मनपर्छ कि त्यो रोस्ट जस्तो बनाएर चाहिँ पछि ग्रेभी गरेको मनपर्छ? लु, यो भन्दा भन्दै मेरो आइता हाल्यो नि यो चिकन डायमन्ड। यसको चाहिँ फेरि मासुमा 2-3 पिस परेन भने म त्यो मासु खाँदिनँ कि नखाइ नै हुन्छ। अब त्यो भन्दा भन्दै अब त्यो चिकन डायमन्डलाई चाहिँ मैले खाएँ ल भन्न बिर्सिछु। होस्, अर्को भिडियोमा पाउँला है। अनि म चाहिँ यत्तिको रोस्ट बनाएपछि चाहिँ मलाई चाहिँ त्यो टमेटोहरू हालेर ग्रेभी गर्न ठिक लाग्छ कि चाहिँ मासु खाइसि कि चाहिँ एकदम त्यो के भन्छ रोस्ट नै खाने होइन भने चाहिँ धेरै मासुलाई डिप फ्राई गरेर चाहिँ खायो भने त्यसको मासुको टेस्ट हराउँछ नि त है। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? लु, म चाहिँ अब टमेटो हालेर चाहिँ अब यसलाई ग्रेभी गर्छु। अनि म चाहिँ एकदम पकाउनलाई जाँगरिलो मान्छे हो। अनि त्यसपछि चाहिँ हजुरहरू मेरो घरमा आउनुभयो भने चाहिँ म तपाईँहरूलाई केही गर्न नसके पनि मासु, मिठो मासु बनाएर मासु र राइस चाहिँ मजाले खुवाउन सक्छु है। यति कुरा चाहिँ मासु खाना भयो नि मेरो घर चाहिँ हजुरहरू आउनुहोस्, छिटो आउनुहोस्, बरु ढिलो नगरेको छिटो आउनुहोस्। म तपाईँको अन्त्य जान लाग्छु नि, हजुरलाई थाहा छ कि छैन। अनि फेरि हाम्रो भेट हुँदैन नि त, त्यही भएर ल बेलामा आउनुहोस्, छिटो आउनुहोस्। मासु खानको लागि भयो भने मिठो मासु खुवाउँछु। यो त केही पनि देखेको होइन। लु, के कालो देखेको यो मासु? फेरि यो मासु कालो भए पनि मिठो छ नि, जस्तो म कालो राम्री छु त्यस्तै मिठो छ। अनि यो मेरो भाँडो चाहिँ फेरि कालो होइन नि, ब्रान्ड हो, मेरो भाँडोको ब्रान्ड हो, मेरो कराईको ब्रान्ड हो नि त यो कालो भन्नेको। यो फोगर नि मेरो कराईको ब्रान्ड हो। तपाईँले फोहोर चाहिँ नभन्नु नि, कति मिठो भइरहेको छ त्यो मासु है। ल, अब मेरो फाइनल रूपमा मेरो मासु पाकिसक्यो। हजुरहरू पनि आउनुहोस्, राम्रोसँग चाहिँ अब मिठो भयो नभए राम्रोसँग पकाएर खानुहोस् है। अब मेरो घरमा आउनुहोस् भनेको भन्न चाहिँ, तर कुरा अर्कै घुमाइदियो मैले। ल ठिक छ, अब चाहिँ म राख्छु। अब कहिले घरमा पनि आफूले एक्स्ट्रा मासु पकाएर खान मन लाग्ने कि। ल, अर्को भेटमा भनौँला। सबैजनालाई बाई, सबैको दिन शुभ रहोस्, सबैजना हाँसी खुसी रहनु होला। बाई।